सो गाइस फाइनली चाहिँ यो 220 फेरि मेरो भइसकेको छ है। यो निलो कलरको 220 सँग चाहिँ यो एक्सचेन्ज हानेको हो हाम्रो सोनामसँग ल। सो गाइस फाइनली चाहिँ हामी अब नौकोटको राइड हुन गइरहेको छ। मेरो पछाडि हाम्रो स्याङ्बो भाइ छ अनि ड्याक्काला र नटाङको ड्रोन सोट पनि आज तपाईँहरूको सामु राख्ने नै छौँ। त्यही भएर भिडियो चाहिँ लास्टसम्म हेर्न नबिर्सिनु होला है सबैजनाले। अब हामी भनेको सिधै यहाँबाट झर्नाको बाटो, यहाँबाट चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो प्रिभियस भिडियोहरूमा पनि यहाँबाट चाहिँ झर्ना पुग्छ होइन। हामी चाहिँ यतै बाटो जाँदैछौँ अझ है। अहिले त ठिकै बनाएछ नि त बरु। यहाँतिर उताबाट बाइकहरू टन्नै आइरहेको रहेछ है। झर्ना पुगेरै आएको होला सायद, झर्ना पुगेर आए जस्तो छ केटाहरू। बाटो त यस्तै त हो नि गाउँघरको। अब यो बाटो नि सफा गर्दैछन् होइन। त्यो सफा गरेपछि चाहिँ झन् बवाल हुन्छ। यहाँ देख्न सक्नुहुन्छ पारीको भ्यू चाहिँ बब्बाल देखिरहेको छ होइन। अनि त्यही हो हामी चाहिँ डप्सुङ आइपुग्यो। डप्सुङ भन्छ यहाँ अलिकति गाउँ छ क्या यहाँ उताडि तपाईँको डप्सुङ भन्छ यो ठाउँलाई चाहिँ होइन। यहाँ आइपुगेपछि चाहिँ तपाईँको झर्ना पुगे जत्तिकै हुन्छ। होस् दामी छ। सुरसिङ गाउँ चाहिँ पारी आहा पारी देख्ने चाहिँ सुरसिङ गाउँ हो। अनि झर्ना चाहिँ ठ्याक्कै त्यहीँ छ है। यहाँदेखि चाहिँ बाटो राम्रो राम्रो छ, बनाउँदै ल्याएको छ कि जोस्। म पनि हिँडेको छैन आज फर्स्ट टाइम हो बाटो बनाएर त। हेर्नुपर्छ कस्तो बनाएछ होइन। राम्रो बनायो कि बनाएन अपडेट दिनु पऱ्यो नि त तपाईँहरूलाई। यहाँतिर खत्तम थियो, यहाँ पनि राम्रै बनाएछ होइन। अब हेर्दै जानु देखाउँदै जान्छु म बाटो फालेर। ओए अहिले त दामी बनाएछ त नि बाटो त यार। यतिको बाटो भएपछि त के छ त। यहाँ पनि धस्तै थियो यार बाटो त। यत्रो ढुङ्गा फुटाएर दामी बनाएछ यार। ओए अब त चार पाङ्रे पनि अड्ने रहेछ है गाइजहरू। हामी हिस्ट्री ब्रोसँग आउँदाखेरि कस्तो थियो अहिले कस्तो भएको छ यहाँतिर हेर्नु बाटो। पहिले हिस्ट्री ब्रोसँग आउँदा यहाँतिर त धस्तै थियो नि, सिङ्गल लोड भन्दै हिँड्न नमिल्ने खाले थियो। अहिले चाहिँ दामी ल सही बनाएछ। यहाँ पनि थिएन बाटो, पुरै ढुङ्गै ढुङ्गा थियो। तल्लो छेउबाट मात्रै सिङ्गल लोड बल्ल 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 हिँड्न पाउने गरी थियो। अहिले त दामी भएछ। यताको बाटो आयो भने बवाल मजा आउँछ जस्तो छ त गाई। ल हेर्नु त यहाँबाट है। पहिले त यहाँबाट बाटै थिएन क्या। लास्ट सर्टकट पर्छ क्या तपाईँको उताबाट भन्दा चाहिँ यताबाट झर्नाबाट बगेको पानी यहाँ भइहाल्यो। हो अलरेडी 3-4वटा बाइक यता वारी नै रहेछ। अब यहाँबाट चाहिँ पार गर्नुपर्ने हुन्छ। हो ट्याग हालेर अब चाहिँ हामी यहाँबाट स्ट्रेट कहाँ जान्छौँ भने सुरसिङ हुँदै पातिङ हुँदै तपाईँको उता पुग्छौँ हामी गुल्फु भन्ज्याङ पुग्छौँ आज। गुल्फु भन्ज्याङबाट नि उता नाटाङ पुग्छु। नाटाङमा ड्रोन सोट यताउति हान्छु। सुरसिङ गाउँ आइपुग्यो गाइज। माछा साछा ट्राउट रेम्बो ट्राउटहरू पाल्नु भएको रहेछ होइन। दामी मजा आउँछ जेस् भनौँ न। यतातिर आएर रेम्बो ट्राउट साउट पनि खान सक्नुहुनेछ तपाईँहरूले। अलरेडी पाल्नु भएको रहेछ होइन। आइपुग्यो है गाइज माथिल्लो पतिङ। यहाँतिर देख्न सक्नुहुनेछ। तपाईँ यताको बाटो आउनुहुन्छ भने चाहिँ यहीँबाट सामानहरू किनेर लानु पर्थ्यो पहिले चाहिँ। अहिले चाहिँ उतै बनाएको छ। सम्झे ताजत भाइ माइतिर भ्याङ्गौ लाउँदे जे होस् दामी रहेछ बाटो। यो गाउँको नाम चाहिँ एक्ज्याक्ट मलाई थाहा छैन। जे होस् उताबाट हेर्दा चाहिँ देखिन्थ्यो, हाम्रो गाउँबाट नि देखिन्छ क्या। अनि अब चाहिँ अलिकति डाउन हिल हान्नुपर्छ अनि त्यसपछि फेरि उकालो हान्नुपर्छ है। वाटर क्रसिङ त यहाँतिर पनि हेर्नु नि कति छ यार, हिसाबै छैन यार। 220 भएपछि ढुक्का हो क्या गाइज। जस्तो सुकै ठाउँमा नि चलिदिन्छ होइन। अनि खुट्टाले नि भ्याउँछ अनि अलिकति भनौँ न कम्फर्टेबल लाग्छ क्या खुट्टाले भ्याएपछि। गुल्फु दामी देखिरहेछ गुल्फु त यार। अब हाम्रो खासै यहाँ काम छैन अनि त्यही भएर चाहिँ सिधै हामी कहाँ जान्छौँ भने नौकोट
नगोट जान्छौँ नगोट नाटाङ बुद्ध पार्क जान्छौँ यहाँतिर काम छैन नि त त्यति खास चाहिँ त्यही भएर हामी सिधै नाटाङ बुद्ध पार्क जानेछौँ सिधै लाग्दियौँ हामी यस्तै सानो सानो गाउँ आइपुग्छ है 10 मिनेटको अन्तरालमा चाहिँ गएर हेर्न सक्नुहुनेछ वाउ सुन्दर छ नि हेर न गाइज ओहो ओ माई गॉड के आयो फापर हो है रोटी खानु मान्छ है गाइजहरू रोटी फापरको रोटी के फापरको अहिले पनि फेरि आएको छ सानो गाउँ यहाँ त पसल पनि रहेछ कस्तो दामी दामी घरहरू छ है रोडको कन्डिसन चाहिँ यस्तै हो यहाँतिर है फाइनली नाटाङ आइपुग्यो नाटाङ वाउ कस्तो दामी यार ओहो दामी भइसकेछ है अब यहाँ बसेर हामी ड्रोन सोट हान्नु पर्ने हुन्छ ड्रोन सोट पनि चेक गर्नु होला प्लस यहाँ माथिको टाइम लेप्स सेट गरेको पनि हेर्नु होला सो 1 2 3 गो हामी चाहिँ बुद्ध पार्कबाट निस्किसक्यो है ट्याक्क लाएर अब अलिकति तलतिर जान लाग्छौँ तलतिर राम्रो बस्ती छ होइन जस भनौँ न बस्ती झ्याप्पो बसेको जग्गा देख्नमा चाहिँ अति सुन्दर देखिरहेछ गाइज अब चाहिँ ट्याक्क हामी त्यहीँ भित्र जानुपर्ने हुन्छ है अब यहाँबाट चाहिँ बाइकमा चाहिँ अलिक छेउसम्म जान्छ अनि त्यहाँभित्र चाहिँ बाइक जाँदैन